यसको उत्तर दिनुपर्छ। पुछारमै छ, यो त सत्य कुरा हो, यो त सत्य हो, यो त तथ्याङ्कले भनेको कुरा हो, हामीले आरोप लगाउने कुरा पनि होइन। अब यहाँ ज्ञान थिएन भन्ने कुरा होइन, आर्यहरूले ज्ञान विकासै गरेन गरे, आयुर्वेद विकास गरे के त हो नि, त्यो राम्रो कुरा हो। ज्योतिष शास्त्रमा पनि थुप्रै राम्रा कुराहरू अध्ययन गर्ने उनीहरूले, त्यो राम्रो कुरा हो होइन। अरू थुप्रै कुरा सभ्यतालाई अगाडि बढ्न चाहिने कुराहरू उनीहरूले गरे, तर उनीहरू सबभन्दा उनीहरूको समाज व्यवस्थाको कारणले, समाज व्यवस्था जसरी उनीहरूले डिजाइन गरे त्यो समाज व्यवस्था डिजाइनका कारणले भौतिक शास्त्र र केमिस्ट्रीमा चाहिँ दक्षिण एसिया सबभन्दा पछाडि पऱ्यो। किन पछाडि पऱ्यो? भौतिक शास्त्रमा किन पछाडि पऱ्यो भने भौतिक शास्त्रको आधुनिक ज्ञान कहाँबाट विकास भयो भन्दाखेरि चाहिँ जो भौतिक प्रविधिमा काम गर्ने समुदाय हुन्छ, त्यो काम गर्ने समुदाय र औपचारिक शिक्षालाई घुलमिल गराएपछि, नयाँ ज्ञानलाई घुलमिल गराएपछि भौतिक शास्त्रमा प्रगति हुन्छ। तर हिन्दू वा गङ्गा मैदानमा विकसित भएको ज्ञानले के गर्थ्यो त भने जो मान्छे प्रविधिमा काम गर्थ्यो, फलाममा काम गर्थ्यो, जो मान्छे जो छालामा काम गर्थ्यो, जो मान्छे खानीमा काम गर्थ्यो, त्यो मान्छेले पढ्नै नपाउने बनाइदियो। जो मान्छे पढ्न पाउने छ त्यो मान्छेले त्यो काम छुनै नपाउने बनाइदियो। किनकि परम्परागत ज्ञान र आधुनिक ज्ञानको बिचमा सम्मिश्रण भएपछि नयाँ प्रगति विज्ञान जन्मियो। परम्परागत ज्ञानलाई आधुनिक ज्ञानसँग सम्मिश्रण नै नहुने त्यहाँको ज्ञानको परम्परा, जसको कारणले भौतिक शास्त्रमा र केमिस्ट्रीमा अथवा रसायन शास्त्रमा अथवा आधुनिक विज्ञानमा भन्नुहोस् न, आधुनिक मेकानिक्समा चाहिँ दक्षिण एसिया पछाडि पर्नु। अनि कसरी ज्ञान उत्पादनमा चाहिँ संसारमा हामी अब्बल छौँ भन्नु मिल्छ? कसरी मिल्छ? त्यो त मिल्दैन। पहिला आर्य ज्ञानको उत्पादन कुरा मैले समाजशास्त्र भने, जात व्यवस्थामा आधारित समाजशास्त्र जसले समाजलाई नै टुक्रा टुक्रा पारिदियो, त्यो कसरी अब्बल ज्ञान भयो? महिलाहरूलाई दान गर्ने ज्ञान उत्पादन गर्ने, त्यो कसरी अब्बल भयो? त्यसले 7 समुद्र काटेर व्यापार गर्न जानुहुन्न भन्ने सिद्धान्त पैदा गर्यो, त्यसले कहाँबाट ज्ञान उत्पादन भयो? अरू नबिके पनि आयुर्वेद त बेच्न लान सक्थ्यो नि त्यति बेला, तर काटेर जाने। संसारमा जहिले पनि व्यापारी भनेको सबभन्दा चलाख वर्ग हो, सबभन्दा चलाख वर्ग। मान्छेलाई चित्त बुझाएर वा मान्छेलाई मूर्ख बनाएर वा मान्छेलाई सौदाबाजीमा ल्याएर सामान बेच्ने भनेको सबभन्दा चलाख मान्छेहरूको समूह व्यापारी। तर हिन्दू समाजमा व्यापारको जिम्मा कसले पाएको भने अधिकार केही पनि नपाएको वैश्य, त्यसले कहाँबाट गर्छ? अधिकार केही पनि छैन, त्यसले कहाँबाट व्यापार अगाडि बढाउँछ? दक्षिण एसिया व्यापारमा यसरी पछाडि यही त हो ज्ञान उत्पादन गरेको होइन, यही त हो नि ज्ञान। अनि यो ज्ञान संसारको निम्ति हाम्रो एकदम उन्नत थियो भनेर भने एकदम आफैतिर फर्केर चाहिँ गफ गरिराख्ने, मजा लिइराख्ने कुरा बाहेक केही पनि होइन होइन। हुँदा हुँदा त कोशी किनारमा बसेर चाहिँ वेद लेखा भन्न थाले मान्छे होइन। वेद व्यासको गुफा त हाम्रो यही तनहुँमा छ, त्यहीँ बसेर लेखा हो भन्न थाले मान्छेले। न प्रमाण छ, न कुनै तर्क छ, न कुनै तथ्य छ। कसैले एउटा नाम राखिदियो, अब मान्नुहोस् मदन भण्डारी मार्ग नाम राखिदियो सिंहदरबार लिएर आएर, अब आजभन्दा 15 पुस्ता पछाडिको मान्छे आएर मदन भण्डारीको घर यहीँनिर थियो भने पनि के हुन्छ? भनिदिने भनेपछि हुने हो भने त भनिदियो भने मदन भण्डारीको नाम रोडको किन रह्यो त, यहीँनिर थियो नि उनको घर भनिदियो भने त भयो। यस्तो कुरा हुन थाल्यो। अब त कुनै तर्क पनि नचाहिने, इतिहास पनि नचाहिने, तथ्यहरू पनि नचाहिने। त्यस कारणले ज्ञान चाहिँ अरूभन्दा बढी उत्पादन गरेको थियो। त्यस कारणले हामी अब्बल हौँ भन्ने नेपालको हिन्दू उच्च जातको तर्क हो, त्यो तर्क ठिक होइन, सत्य होइन, बिल्कुल सत्य कुरा होइन। जस्तो कि त्यो संयुक्त राष्ट्रसँग हाम्रो प्रवेशबाट पनि प्रमाणित हुन्छ नि। संयुक्त राष्ट्रमा हाम्रो के दर्ता भयो भन्यो भने प्रमाणित हुन्छ, रञ्जना लिपि लगेर लानु पर्यो होइन, इत्यादि इत्यादि। गोर्खा राज्यले काठमाडौँलाई समेत यो उपत्यकालाई समेत जितिसकेपछि उनीहरूले गोर्खा राज्य नै अगाडि बढाउन चाहेको, तर उनीहरूसँग त्यो जमिन पनि थिएन, त्यो ज्ञान थिएन, त्यो क्षमता थिएन, न इन्जिनियरिङ थियो, न व्यापारको केही थियो। नभइसकेपछि काठमाडौँतिर आकर्षण हुनुको कारणै त्यही हो। अब जहाँसम्म चाहिँ युद्ध रणनीतिमा थियो भने युद्ध भन्ने कुरा त कस्तो हुन्छ भने युद्ध मानव जातिको बिचमा अनिवार्य चिज नै होइन। युद्धको आधारमा कुनै चिजको मूल्याङ्कनै गर्न मिल्दैन मानव जातिले। युद्ध कहाँ आवश्यक चिज हो? युद्ध त अनावश्यक चिज हो नि। युद्ध त शासकहरूले आफूलाई अरूमाथि शासन गर्नका निम्ति लादिएको अमानवीय घटनाहरू हो नि युद्ध त। अनि जनताले बाध्य भएर त्यसको जवाफ दिनलाई अर्को युद्ध गर्नु परेको हो। युद्ध मानव जातिको आवश्यकता नै होइन। अनि युद्धको आधारमा जातिको मूल्याङ्कन गर्ने त्यसो हो भने यदि खसारे जाति त्यस्तो युद्ध कलामा असाधारण योग्य थियो भने
हैन असाधारण अरूभन्दा योग्य थियो भने हिन्दुस्तानबाट इरानीहरूसँग लड्न नसकेर भाग्या किन त? किन भागेको त? यसको उत्तर दिनु पर्यो नि। युद्ध कलामा, युद्ध ज्ञानमा उनीहरू असाधारण थिए भने त हिन्दुस्तानबाट भाग्नै पर्दैन थियो नि आर्यहरू, भाग्नै पर्दैन थियो। एउटा कुरा। अर्को कुरा, यदि उनीहरू त्यत्रो ज्ञानवाला राजनीति शास्त्रमा युद्धमा त्यत्रो ज्ञान थियो भने एकचोटि नुवाकोटसम्म फैलिसकेको खस साम्राज्य टुक्रा टुक्रा भएर 2224 किन भयो? किन टुक्रा टुक्रा भयो? त्यस्तो त केही पनि होइन। जसरी यो सोनीघर 3 टुक्रा भयो, 5 टुक्रा पनि भयो कहिलेकाहीँ, साखु समेत जोड्दाखेरि होइन, कीर्तिपुरलाई अलग गर्दाखेरि 5 टुक्रा पनि भयो। कहिले एउटै थियो, कहिले 3 टुक्रा भयो। त्यसमा त विविध कारणहरू हुन्छ होइन। फ्रेन्च जाति, फ्रान्सको फ्रेन्च जाति त्यही फ्रेन्च जाति। नेपोलियन जब एउटा रणनीति लिएर आयो, फ्रेन्च जाति संसारभरि दबदबा गर्यो, त्यही जाति हो। तर दोस्रो विश्वयुद्धमा फेरि हिटलरहरू आए, सबभन्दा पहिले आत्मसमर्पण कसले गर्यो? त्यही फ्रान्सले गर्यो 1941। जाति त्यही। फ्रेन्च जातिको कारणले न युद्ध हारेको थियो, न फ्रेन्च जातिको कारणले युद्ध जितेको थियो। त्यो त त्यति बेलाको शासकहरूले बनाएको योजनामा आधारित भएको। त्यति बेला जुन बेलामा त्यति बेलाको शासकले युद्ध रणनीति राम्रो बनायो, हो अगाडि गयो। कुनै बेला युद्ध रणनीति राम्रो बनाउन सकेन, त्यो पछाडि गयो। सिङ्गो जाति त युद्ध लड्न भनेर बन्दै बन्दैन नि। युद्ध लड्न र अर्कालाई पराजित गर्न कुनै जाति बन्छ? आफ्नो भाषा कसैले अर्कालाई जित्न बनाउँछ? भाषा अर्कालाई जित्न बनाउँछ? कसैले फुर्सद हुन्छ त्यसो सोध्नु नै? संस्कृति कसैले अर्कालाई जित्न बनाउँछ? अर्थतन्त्र मान्छेले जीवन बाँच्नका निम्ति उत्पादन मान्छेले अर्कालाई जित्न गर्छ कि बाँच्न गर्छ? किनकि युद्धसँग मानव जाति, कुनै जातिको युद्धसँग उसको आधारको सम्बन्ध नै हुँदैन। उसले त बाध्य भएर युद्ध गर्नुपर्ने हुन्छ। त्यो बेलामा युद्ध नायकहरूले ठिक रणनीति बनाउँछन्, जितिन्छ, ठिक रणनीति बनाउँदैन हारिन्छ। त्यो जातिको श्रेष्ठतासँग सम्बन्धित विषय होइन। त्यो जातिको श्रेष्ठतासँग युद्धलाई जोडेर हुने कुरा नै होइन। अब अर्को तर्क पनि हेर, यदि खस आर्य त्यस्तो श्रेष्ठ थियो र अरू चाहिँ कमजोर भएको हुनाले हारेको हो भने त त्रिशुली भन्दा यता न हो खस आर्य बाहेकका हारेको? त्रिशुली भन्दा उता त सबै खस आर्य राज्य हारे हो नि होइन। पाल्पाको सेनवंशी राज्य त्यही हो, तनहुँको त्यही हो होइन। त्यसपछि आएर पश्चिमको चाहिँ भेरी नदीका पारे गएपछि पनि त्यही हो। त्यसपछि कर्णाली नदी काटेर गएपछि पनि त्यही हो। कर्णाली पारीका खसहरूले त पृथ्वीनारायण शाहको फौजसँग त अङ्ग्रेजसँग मिलेर लडेका हुन्। अङ्ग्रेजले खुट्टा झिक्दा हुनाले मात्रै उनीहरू हारेका हुन्। भनेपछि त खसारेको एउटा टोलीसँग खसारे राज्य हारे हो नि त। यदि जातीय रूपमा नै सैन्य ज्ञान बढी भएको हुन्थ्यो भनेदेखि त कोही हार्ने कोही जित्ने हुन्छ र सबै जिते हुन्छ नि। त्यो तर्क मिल्दैन। त्यो सैनिक ज्ञानको हिसाबले पनि उनीहरू अब्बल भएको हुनाले अनि उनीहरू शासन गर्न पाएका भन्ने कुरा सत्य होइन। त्यसरी बुझ्नु हुँदैन। त्यसरी बुझ्यो भनेदेखि त कोही जाति त स्वतः कमजोर थियो, त्यसमा शासित हुन लायक थियो भन्ने तर्क आउँछ। शासित हुन लायक थियो भनेपछि त अहिले पनि मुक्ति किन हुनु पर्यो त नि? त्यो शासितै हुन लायक छ नि, अर्कैले शासन गर्ने हो भन्ने तर्क आउँछ। त्यो यही हो उपनिवेशवादको तर्क भनेको। उपनिवेशवादको तर्क भने युरोपियनहरू गोरा थिए। गोरा किन थिए? चिसो ठाउँमा थियो, चिसो ठाउँका थिए, त्यस कारण गोरा थिए। अफ्रिकामा गए, उनीहरूले काला मान्छे भेटे होइन। उनीहरूलाई लागेको हो हामी यिनलाई खोज्दै आएको, जस्तै हामी यिनीहरूभन्दा विकसित हौँ भने हामी एकदम श्रेष्ठ। तिमीहरूलाई दास बनाउन थाले। हुँदा उनीहरूले अब कालो भनेको रङ खराबको रूपमा प्रयोग गर्न थालेर ब्ल्याक लिस्ट भन्न थाल्यो होइन। खराब काम गर्ने लिस्ट ब्ल्याक लिस्ट हुन थाल्यो होइन। त्यसपछि अब झन्डा विरोधमा झन्डा देखाउने पनि ब्ल्याक होइन, कालो झन्डा देखाउने हुन थाल्यो। हुँदा अनि हामीलाई पनि प्रभाव पर्न थाल्यो कि कालो भनेको चाहिँ नराम्रो रङ हो भनेपछि यसरी बन्छ नि उपनिवेशवादको तर्क। र सही कुरा चाहिँ के रहेछ भने एउटा मानव समूहलाई उसको राजनीतिक, उसको आर्थिक, उसको सांस्कृतिक र उसको सबै अधिकारहरूबाट च्युत गरेर, उसको खोसेर उसलाई 100-200 वर्ष राम्रोसँग दमन गरिदिने हो भने त्यो जातिले आफ्ना मौलिक परम्परा, ज्ञान सबै कुरा बिर्सिँदै जान्छ। अनि 100 वर्षपछि फर्केर हेर्दा त्यो विकसित सत्तामा बसेला के लाग्न थाल्छ भने यसको त ज्ञानै छैन, भएको जति सबै सिधाइदिने। अनि सिद्धिसकेको मान्छेलाई ल्याएर यसको ज्ञानै छैन, त्यसको जाति नै खत्तम हो। तेरो पहिलादेखि नै ज्ञानै थिएन, तेरो जाति नै खत्तम हो। म यहाँ पुगेँ, मेरो जाति नै उच्च हो भन्ने तर्क आउँछ।
युरोपियनहरूले गरे तर्क त्यही हो नि, एसिया ल्याटिन अमेरिका अफ्रिकालाई लुटेर चाहिँ युरोप भव्य बनाइसकेपछि अनि उनीहरू किताब के लेखेको थियो, हामी फर्स्ट वर्ल्ड हौ, हामी पहिलो विश्व हो भन्ने। अनि जसलाई लुटिएको छ उनीहरूलाई के भने लिएर अविकसित छौ, त्यसपछि मेरो थर्ड वर्ल्ड हो, मेरो तेस्रो विश्व हो भन्ने। किन त्यो लुटेको जति च्याप्टर हटाइदिइसकेपछि त जाति नै कमजोर देखा पर्छ नि, लुटेको च्याप्टर हटाइदिइसकेपछि। जस्तो कि तपाईँहरूमध्ये अधिकांश नेवारभित्रको च्यामखलाभित्रको हुनुहुन्न होला होइन, ओडे देउला र च्यामखलाभित्रको अधिकांश हुनुहुन्न होला जस्तो लाग्छ मलाई, भए पनि एकाजना हुनु होला, किनकि त्यस्तै हुनुपर्छ, हाम्रो बनावट जस्तो छ त्यस्तै मान्छे यहाँ आइपुग्ने होइन, हाम्रो तहगत संरचना जे छ त्यही अनुसार यहाँ सचेत मान्छे आइपुग्ने हो होइन, हुन त त्यही हो नि त। अब जो च्यामखला हुँदैन, जो सेस्यो होला होइन, जो चाहिँ ज्यापु होला, जो टन्डुकार होला इत्यादि इत्यादि होला, किनकि च्यामखलामाथि वा देउलाहरूमाथि न्यूनतममा पनि 300 वर्षभन्दा बढी दमन भयो। 300 वर्षभन्दा तपाईँले मुलुकियन जङ्गबहादुरको हेर्नुभयो भने त्यहाँ प्रश्न लेखेको छ, घाम अस्ताएपछि सहरभित्र नपस्नु होइन। अनि मैले केही पण्डितहरूसँग सल्लाह गरेको थिएँ, किन भने यस्तो घाम आउन्जेलसम्म चाहिँ पस्न हुने, घाम अस्ताएपछि चाहिँ किन नहुने भनेर मैले सोधेको थिएँ पण्डितहरूसँग। त्यो इतिहासकारहरूले के भन्थे भन्दाखेरि घाम भनेको सूर्य देवता हो, जस्तो अशुद्धले टेके पनि चोखाइदिन्छ। अब घाम गइसकेपछि त चोखाउने चित्त हुँदैन, त्यस कारणले उसलाई नटेक्नु भने भनेपछि तपाईँ हामी सोचौँ 300-400 वर्षसम्म च्यामखलालाई वा चाहिँ देउलालाई सहरमा पस्न पनि घाम आउनुपर्ने समय कुर्नुपर्ने गरेर दमन गरिसकेपछि आज च्यामखलाको टोलमा गएर देउलाको टोलमा गएर एउटा सेस्योले हेऱ्यो भने, एउटा मास्केले हेऱ्यो भने उसलाई के लाग्छ भन्दाखेरि यिनीहरूको बुद्धि नै छैन, यिनीहरूको जातै खतम स्वत लाग्छ, हेर्दाखेरि नै लागिहाल्छ, लाग्छ नै त्यो। तपाईँ आफ्नै मनमा सोध्नुहोस् होइन, आफ्नै मनमा सोध्नु लाग्छ लाग्दैन, लाग्छ, मलाई लाग्छ।